दैनिक रूपमा प्रयोग हुने एलपिजी ग्यासको अत्याधिक अभाव भएको जनगुनासो पाएपछि हाम्रो टिम सम्बन्धित निकायसँग अनुमति लिएर अनुगमनमा निस्किएका थियौँ। अझै पनि पावर पहुँच अझै नेता म हुँ भनेर ल्याएर ग्यास राख्न मिल्ने सामान्य नागरिक पहुँच नभएको, नचिनेको, मजदुर, लेबर जस्ता मान्छेहरूले आज ग्यास समस्या छ। आज रोल्पा रुकुमदेखि आएका विद्यार्थीहरूलाई पनि आज बजारमा भाडामा बसेर म पनि एउटा पीडित छु। अहिले मेरो घरमा ग्यास छैन, ग्यास सिलिन्डर खाली यहाँ ल्याएर राखेको छु। अहिले तपाईँ हेर्नु होला होइन, मैले यहाँ अगाडिको ग्यास पसल छ नि एउटा राप्ती ग्यास, लगभग 7 दिन जति भयो मैले नाम टिपाएर छोडेको छु। अनि हाम्रो नेपाल, हामी नेपाली जङ्गी स्वतन्त्र अभियानको टिम हो। त्यस्तै हामीहरूले जहाँ गलत भइरहेको छ, जहाँ विसङ्गति, विकृति, भ्रष्टाचार, जस्तो अब अहिले नै ग्यासको अभाव जो भइरहेछ, त्यही विषयमा हामी जनताको गुनासो आएपछि हामी सम्बन्धित निकायसम्म पुग्ने गर्छौँ। विभिन्न ठाउँमा तपाईँहरूले देख्नुभयो होला। त्यही विषयमा आज हामी यही ग्यासको विषयमा लिएर तपाईँको माझ आएका छौँ। किनभने जस्तो गरिब दुखीहरूले ग्यास नपाइरहेको अवस्था र धनी र नेताहरूले पहुँचको आधारमा ग्यास पाइरहेको र उहाँको घरमा 4-5वटा ग्यास छ। हामीले धेरै ठाउँबाट सुन्दा तर दिउँसभरि काम गरेर खाने जो गरिब हुनुहुन्छ नि, उहाँहरूले ग्यास पाइराख्नु भएको छैन। किन भइरहेको छ, के कारणले भइरहेको छ, अब सम्बन्धित निकायमा हामी आएको छ, तपाईँबाट जानकारी पाउँछौँ। र अर्को कुरा के भने यो गर्दै गर्दा हाकिमलाई भन्नुपर्छ, हाकिम साहब जानुभएको छ, अनुमोदन सुन्दा हामीलाई एकदमै आनन्द लाग्यो। यो कुराहरू के कारण हो हाम्रो कसरी गर्दै हुन्छ र यो तपाईँको जुनसुकै डिलरमा बाँडिन्छ नि, यो कतिसम्म दिनपर्ने मापदण्ड, जस्तो डिलरहरूले पनि तोक्या होला, होटलहरूलाई कति दिनुपर्ने, व्यवसायहरूलाई कति दिनुपर्ने होइन, र बाँकी रह्यो अब कसरी अनुगमन गर्दाखेरि जुन बाँडिन्छ नि, लुगाएको पनि छ भन्ने कुरा आइरहेको छ। त्यो लुगाउनु भन्दा हजुरबाट हामीले कुनै डिटेल, यो डिलरलाई हामीले यतिसम्म दिएका छौँ भने डिटेल त पाउन सकिन्छ होला नि त। यो डिल जस्तै हजुरको त्यसमा त दर्ता गरेको डिटेलहरू होला, त्यो डिलरहरूको दर्ता गरे अनुसार हामीले त्यो दिएपछि हामीले उहाँ गएर बुझ्दाखेरि उनीहरूले कति बाँडे त, लुगाएर राखे कि या बाँडे होइन। कुनै अब आफ्नो आफन्ती मान्छेहरूलाई यो लामो समयसम्म अब तपाईँको बन्द पो हुने हो कि भन्ने हिसाबले उनीहरूले स्टक पनि राखेका छन्, आफ्नो मान्छेहरूलाई दिनलाई पनि राखेका छन्। मैले हिजो मात्रै साँझ मेरै गाउँ एरियामादेखि 5वटा सिलिन्डर एउटै व्यक्तिले लगेर गाडीमा झारेको छ होइन। अब त्यसरी स्टेप राखेको छ, एउटा सर्वसाधारणले त्यसरी राख्यो भने त्यो पशु पालनको आधारमा राखेको हो। नमस्कार, मेरो नाम दन्ना खनाल, म जेनजी तुलसीपुर नगर समेत हाम्रो नेपाल, हामी नेपाली जनजातिको सदस्य। हामी भएका विकृति भ्रष्टाचारदेखि जनताका जनगुनासो सम्बन्धित निकायमा गइदिन त्यो व्यवस्थापन र व्यवस्थित गर्ने हाम्रो उद्देश्य हो। हामीले यसमा केही फाइदा केही पनि लिएका छैनौँ, किनकि हामी सामाजिक क्षेत्रमा लागेको भएर समाजका मुद्दा उठाउँदा, गलत मुद्दा उठाउन चाहिँ हाम्रो टिम छ। यो ग्यास सम्बन्धीमा आउँदै गर्दाखेरि धेरै जस्तो मान्छेलाई समस्या परेको छ। एउटा मापदण्ड हुन्छ, एउटा घरमा पनि कति ग्यास राख्न पाउने भन्ने एउटा यहाँ पक्कै मापदण्ड हुन्छ होला। त्योभन्दा बढी लगेर त कारबाही हुने सिस्टम त छ यहाँ, तपाईँ थाहा होला। तर म तपाईँलाई के भन्न चाहन्छु भनेपछि आज सामान्य नागरिक पहुँच नभएको, नचिनेको, मजदुर, लेबर जस्ता मान्छेहरूले आज ग्यास समस्या छ। आज रोल्पा रुकुमदेखि आएका विद्यार्थीहरूलाई पनि आज बजारमा भाडामा बसेर पढ्न परेको छ। उहाँहरूलाई पनि आज खाना लाउने अभाव भएपछि एकजनाले यो फोन गर्दै रुकुमको भाइले भन्दै हुनुहुन्थ्यो, उहाँ अहिले तुलसी बस्नुहुन्छ है, म महिनामा 10,000ले पहिला हुन्थ्यो, आज मैले 15 दिन भयो मैले ग्यासको लागि ग्यास छोडेको पाला आएको छैन। मैले होटलमा खाना खाँदा 20,000 रुपियाँ आइसक्यो। मेरो घरबाट बाख्रा बेचेर चाहिँ त्यो गर्नुहुन्छ, दाइ अब म पत्नीसँग जान लाएँ, मलाई ग्यास व्यवस्थापन गरिदिनु पऱ्यो भन्छ कि भाइ, म यसको लागि सम्बन्धित निकायमा चाहिँ हामी धेरै जनगुनासो आइसकेका छन्। हामी चाहिँ प्रत्यक्ष ठाउँमा गइने के रहेछ बुझ्छौँ। यो जुन तपाईँले डिलर छ नि, यो मैले देखेको अनुसार चाहिँ नहुन पनि सक्छ, चाहिँ हुनसक्छ। 200 कुनै ठाउँमा 200वटा ग्यास झऱ्यो भनेपछि लाइन 200को हुन्छ, किनकि त्यो डिलरले 200जना नै छ भने हुन्छ। तर त्यो ठाउँमा 180जना फिर्ता हुनुहुन्छ, 20जनाले पाउनुहुन्छ। 180 ग्यास कहाँ गयो, कसले लग्यो? अब म पावरफुल छु, म चिनाएको छु, अब म राजनीति गर्न चाहन्छु भने त मैले फोन गरेरै एउटा मान्छेलाई 20जना हुने भयो। होटल व्यवसायहरूले के गर्नुभएको छ, यो व्यवसाय गर्नुपर्छ, किनकि हामी विरोध गराउँदैन। कमाउने एउटा बाटो हुन्छ, किनकि आफ्नो क्षेत्रमा लागेको मान्छेलाई तैँले किन गरिस् भन्दा हुँदैन। व्यवसायहरूले के गरिरहनु भएको जस्तो देखिएको छ भनेपछि एउटा व्यवसायले यति ग्यास राख्न पाइने भन्ने एउटा नियम नीति त यहाँबाट होला पक्कै, नियम नीति त व्यवसाय चल्न त पाउनुहुन्न।
स्टक किन राख्नु भएको छ भन्दाखेरि अहिले चाहिँ ग्यास अभाव छ। एउटा होटलले 50-60 राख्दै गर्दाखेरि आज एउटा नागरिकले चाहिँ घर ग्यासै पाउनु भएन, किनकि उहाँहरूले व्यवसाय गर्नुहुन्छ, उहाँले महिना दिनको लागि राख्न पाउने, कसैले 15 दिन 1 महिना लाइन लाउन पाउने। यो त अन्याय त गरिबमाथि त ठुलो अन्याय भइहाल्छ। यसको लागि चाहिँ आज तपाईँले भन्नु हाकिम साहब चाहिँ सिधै काटेर जानुभयो भने खुसी लाग्यो, तर गरिबमाथि चाहिँ अन्याय नगरिदिनुहोस्। तपाईँ पनि एउटा सार्वजनिक पदमा हुनुहुन्छ, तपाईँहरूले पनि एउटा जनताको सेवा गरेरै जनताकै तलबाट भत्ताबाट चाहिँ तपाईँहरू पनि आफ्नो घर परिवार पाल्नु भएको छ। तपाईँहरू सबैको जनता त होइन र, जनताभन्दा ठुलो केही पनि होइन, सत्ता शक्ति सबै जनताको हातमा हुन्छ। त्यस कारणले तपाईँहरूले डिलरहरू कहाँ छन्, के छन्, यिनले कस्तो गरेका छन् भनेर नीति खोजी गरिदिनु भयो भने आज वास्तविकता गरिबलाई चाहिँ तपाईँहरूले न्याय दिनुहुन्छ। किनकि तपाईँ यो कुर्सीमा बस्दै गर्दाखेरि एउटा न्याय दिनुभयो भने तपाईँ पुण्य काम हो। तपाईँमाथि हामी गलत आरोप लगाएर तपाईँलाई कमजोर बनाउन आयो, तपाईँहरूको कार्यकालमा त हामीले तपाईँहरूले राम्रो काम गरेर स्याबास भनेर हामीले चाहन्छु। गर्दाखेरि मान्छे तनाव धेरै भएको छ। आज गाउँघरमा चुलोहरू बाल्ने सिस्टम हटिसक्नु भयो कि त आगो सिस्टम बनाइदिनु, राज्यले नै यो ग्यास चाहिन्न भनेर बन्द गरिदिएपछि अब त्यही किसिमले हामी गर्छौँ। तर यहाँ कस्तो भइरहेको छ भने सबैभन्दा समस्या त पावर र पहुँचवालाले त पाइराख्नु भएको छ। कसैको घरमा 5वटा छ, 7वटा छ, हामीले सुनेका छौँ। तर त्यो जो मजदुर गरेर जो रोल्पा रुकुम सल्यानबाट विद्यार्थी भएर आउनु भएको छ नि, उहाँहरूले चाउचाउ खाएर बसिराख्नु पर्ने अवस्था छ। मलाई हिजो एकजना बहिनीले फोन गरेर भन्दै थिए, दाइ हामी ग्यास नपाएर 4 दिन भयो हामी चाउचाउ खाएर बसिरहेको छौँ, ग्यासको कोही व्यवस्थापन गरिदिनु पर्यो। यति अझै पनि पावर पहुँच अझै नेता म हुँ भनेर ल्याएर ग्यास राख्न मिल्ने, अनि जनताले चाहिँ गरिब दुखीले नपाउने अवस्था आयो भने हिजो पनि त आन्दोलन त्यही अनुसारले भएकै हो। त्यो चाहिँ सच्चिनुपर्छ भन्ने हामी लागिरहेछौँ। सबै ठाउँमा सच्चाइ पनि रहेछौँ। त्यही भएर तपाईँबाट यस्तो कुरा नहोस्। तर हाकिम साहब जानुभएको खुसी लाग्यो। तर यिनी विभिन्न जो डिलर छन् नि, मैले हिजो के सुने भने कालोबजारी एक ठाउँमा मैले के सुने भने तपाईँले मलाई 2300 रुपियाँ ल्याउनु न, म तपाईँलाई ग्यासको सिलिन्डर जति पनि दिन्छु। सेल्सको आइपुगेको छैन। आज मनोकामना ग्यास छैन होला यहाँ आउने। राप्ती ग्यास हो, राप्ती ग्यास गाडी हिँड्दैछ, अब एकछिन पछि हिँड्छ, हिँडेपछि मात्रै उसले डिटेल पठाउँछ होइन। म हिजोको डिटेल चाहिँ सबै यहाँ हिजोको डिटेल हामीसँग छ होइन। तपाईँहरूले भन्नुभयो कि अब कतिपय अवस्थामा कालोबजारी भएको ग्यास लुकाएर राखेको जस्तो अवस्था। म पनि एउटा पीडित छु अहिले। मेरो घरमा ग्यास छैन, ग्यास सिलिन्डर खालि यहाँ ल्याएर राखेको छु। अहिले तपाईँ हेर्नु होला होइन। मैले यहाँ अगाडिको ग्यास पसल छ नि एउटा राप्ती ग्यास, लगभग 7 दिन जति भयो मैले नाम टिपाएर छोडेको छु। अब मैले भन्न सक्थेँ होला, म भन्न चाहदिनँ भनेर ल म यहाँ यस्तो ठाउँबाट हो भनेर भन्न सक्थेँ, तर म भन्न चाहेन। प्रक्रियामा जाला अब कति दिन पछि दिन्छ उसले, म हेर्छु। मैले इन्डक्सन पकाइरहेको छु अहिले होइन। ग्यास छैन, सिलिन्डर यहीँ छ हाम्रो। सर पनि ग्यास नभएरै बसिरहनु भएको छ, इन्डक्सनमै युज गरिरहेको छौँ हामीले होइन। अब झन् हामी जस्ताले त अब पाउन सकिरहेको छैन भने अब पब्लिकले नपाएको हो म मान्छु, पाउनु भएको छैन। अझ यहाँ बजार क्षेत्रमा यस्तो छ भने ग्रामीण क्षेत्रमा झन् विकराल अवस्था होला। गाउँतिर अझ के छ भने सहज दाउरा बाल्न पनि सम्भव छ है गाउँमा। अब यहाँ त छैन, पढ्ने विद्यार्थीहरू हुनुहुन्छ, उहाँहरूले पाउनु भएको छैन। तपाईँहरूले यदि कसैले कुनै त्यस्तो अवस्थामा कालोबजारी गरेको या सिलिन्डर लुकाएर राखेको अवस्था छ भने हामीलाई इन्फर्म गरिदिनुहोस्। हामी प्रशासन लगाएर हुन्छ या हामी आफ्नै प्रक्रियामा हुन्छ उसलाई कारबाहीको दायरामा ल्याउँछौँ। एउटा कुरा त्यो भयो होइन। अब हिजोको अवस्था हेर्ने हो भने हिजो हामीसँग टोटल सेल्स चाहिँ 3030 सिलिन्डर भएको छ हाम्रो दाङमा। त्यसमा घोराई, तुलसीपुर, त्यसपछि देवखुरी र पूर्वी रुकुममा 350 सिलिन्डर गएको छ। यो डाटा अनुसार होइन, राप्ती ग्यासको डाटा है यो। अब राप्तीको एकछिन पछि आउँदैछ, आउँदाखेरि अब हाम्रो यहाँ यो हात्तीखवाको एउटा ट्याक्कै सिटी स्क्यानर एउटा छ, त्यहाँ चाहिँ झर्दैछ अहिले ग्यास। यहाँ पनि 200 सिलिन्डर झऱ्यो होला जस्तो लाग्छ बिहानको उमा, यहाँ पवन ट्रेडर्समा। त्यहाँबाट कतिले लिनुभयो अहिले चाहिँ अब त्यही 1 हप्तादेखि लगभग हामी यहीमा छौँ। अब हाकिम साहब हुनुहुन्न अहिले पनि, अनुगमन सिडिओ कार्यालय सहितको अनुगमनमै हुनुहुन्छ। घराइतिर फेरि समस्या भयो भनेर फेरि यहाँबाट अघि हिँडिसक्नु भएको छ। अब यो ग्यासको डिटेल पनि अब यहाँ फेरि हामीले हेर्ने ठ्याक्कै हाम्रो क्राइटेरिया भन्दा बाहिरको पर्छ। नेपालगञ्जले हेर्छ ग्यास चाहिँ, तर पनि हामी उम्किन मिल्दैन। नेपालगञ्जकै प्रक्रियाबाट हामी यहाँ कार्यालय सञ्चालन भएको छ होइन। हामीले पनि यसमा प्लस अनुगमन त गरिरहेछौँ, हामीले हेर्ने ठाउँमा हेरिरहेछौँ होइन। यो चाहिँ डिटेल सबै यसको प्रक्रियाहरू जम्मै नेपालगञ्जले हेर्ने हो कि। हामी चाहिँ अब इन्धनको हो भने हामी सबै इन्धनको भन्दा पनि यो कस्तो भन्ने, अब यो ठ्याक्कै मार्केटमा एउटा हाउबिजी जस्तो भइसक्यो क्या यो। अब अझै सर्टेज हुँदैछ भने तरिकाले मान्छेले चाहिँ सिलिन्डर लगाएर थुपारेर राखिदिने अवस्था रह्यो। पछि खाली सिलिन्डरको सर्कुलेसन पनि भएन। जति मार्केटमा आउनु पर्थ्यो सिलिन्डर पनि कम आउने र उत्पादक कम्पनीले सिलिन्डर पनि नउत्पादन गर्ने, पुरानैमा भरेर पठाउने गर्दा सिलिन्डर कम भएको हो कि जस्तो बुझ्छु म। अब यो 2-4 दिनपछि लगभग सहज अवस्थामा आउँछ। यो मान्छेको एक किसिमको पेनिकको अवस्थामा छ कि अहिले, त्यसले गर्दा 2-4 दिनमा सहज हुन्छ। त्यो भएको कारणले सर्टेज गरेर स्टक गरेर नराखिदिनुहोस्।
स्टक गरेर राख्ने हो भने अब अर्को एकजनाले पाउने ग्यास चाहिँ कम हुने भयो नि त। त्यसले गर्दा अहिले हामीले होटलहरूलाई पनि भनेका छौँ पर दिन एउटा या दुईवटा भन्दा बढी होटलवालालाई पनि नदिनुहोस्। सकभर दुःख पाएको अवस्थामा को हुनुहुन्छ त्यहाँ तपाईँहरूले टिप्नु भएको नामको आधारमा पनि उसको अवस्था हेरेर उहाँहरूलाई अभाइलेबल गरिदिनुहोस् भनेर सबैलाई निर्देशन पनि दिएका छौँ होइन। मैले चाहिँ के भन्दै थिएँ भनेपछि मेरोमा पनि 2वटा सिलिन्डर त छ, हजुर नभएको होइन। तर के छ भन्दाखेरि मैले यस्तो अवस्था छ भनेर चाहिँ एउटा सिलिन्डरमा चाहिँ भरेर राखेको छैन। किन भन्दाखेरि मैले पाउने सिलिन्डर कसैले मजाले है। तर मैले गल्ती चाहिँ के गरिरहेको छु भनेपछि खाली सिलिन्डर पनि घरमा राखिरहेको छु। त्यो चाहिँ एउटा खालको गल्ती भयो। त्यो नर्मल परिवारलाई 4-5 जना परिवारलाई 3 महिना चल्छ, मजाले चल्छ। 3 महिनाको लागि किन हामीले 2-3टा सिलिन्डर स्टक गर्ने? यो त हामीले सहज गर्यो भने 1 हप्ता फेरिमा लगभग सहज अवस्थामा आइपुग्छ कि। तर यो नआएको किन पनि रहेछ भने सर आधा सिलिन्डर आयो, अब 3 महिना चल्ने सिलिन्डर 1.5 महिना चल्ने भयो, अनि प्यानिक क्रिएसन चाहिँ छिटो हुने भयो। अनि त्यही ट्रेडर्समा गइसकेपछि चाहिँ उहाँहरूले के गर्नुहुँदो रहेछ भनेपछि एउटा कपीमा नाम टिप्नु हुँदो रहेछ। कसलाई जाने भन्दाखेरि पहिला नाम टिपाएको मान्छेलाई भन्नुहुन्छ। अनि म गएर चाहिँ मेरै एरियाको एउटा ट्रेडर्समा गएर सोधेँ मैले, यो सिलिन्डर त धेरै छन्, 100-150 वटा थियो त्यहाँ, यो के गर्ने भन्दाखेरि भात पकाएर खाने हो भन्नुभयो। सिलिन्डर नै खानुहुन्छ तपाईँले भने मैले। अनि उहाँले भन्नुहुन्छ होइन यो बाँड्ने भनेर बुझ्नु भने उहाँले झर्किनु मसँग, उहाँले बुझ्नु भएको थिएन के कस्तो भनेर। त्यस्तो अवस्थामा पनि छ, नागरिकलाई आउँछ नातिनुहोस् भनेर सम्झाउने अवस्था पनि छैन कि। आफन्त घरमा 4-5 वटा यो उसले नै दिन्छ, डिलरले नै दिन्छ, अनि कसैकोमा चाहिँ केही पनि छैन। यही कुरा म तपाईँलाई जोड्न चाहेँ। जस्तो 1 देखि 19-20 सम्म नाम लेखायो, तर त्यहाँ के भइरहेछ भने त्यो नाम लेखाउने चाहिँ गरी कोही पावर पोस्ट नभएको भयो। तर 20 देखि माथिका जो छ नि उनी चाहिँ पावर पोस्ट उसले चाहिँ छिटो लगिहाल्ने, तर तिनी 19-20 जनाहरूले नपाउने अवस्था आइरहेछ क्या डिलरहरूमा। अहिले चाहिँ अब हाम्रो यता इलाका प्रशासन कार्यालयले तुलसीपुर एरियामा पनि एउटा सहजीकरण गरेको छ। उनीहरूको प्रतिनिधिकै रोभरमा एउटा प्रतिनिधिहरू बस्छ, उनीहरूकै रोभरमा ग्यास वितरण भइरहेछ अहिले चाहिँ। अब त्यस्तो समस्या नहोला। यो चाहिँ बजारी क्षेत्रमा छ सर, यो ग्रामीण भेगमा चाहिँ छैन। ग्रामीण क्षेत्रमा त अब यहाँबाट अहिले के गरिरहेछ भने यो सब डिलरहरूलाई पनि नदिने भनेर अगाडि गरिरहेछ होइन। यो सबैतिर पेनिक भयो, सब डिलरले पनि अब ठ्याक्कै कसलाई दिने कसो गर्ने मान्छेलाई त्यति आइडिया पनि नहुने। त्यो कारणले अहिले यहाँबाट डिलरबाट लगेर 10वटा 20वटा सिलिन्डर लगेर बेच्ने गरिरहेको थियो। त्यसलाई पनि केही समय रोकौँ, एउटै ऊबाट आधिकारिक ऊबाट मात्रै बिक्री गरौँ भन्ने तरिकाले अगाडि बढाएको छ हिजो प्रशासन कार्यालय पनि। त्यसले अब आतिनु पर्दैन, 2-4 दिनमा लगभग 1 हप्ता फेरिमा सहज हुन्छ यो अवस्था। हामीले यो हाम्रो 19वटा वडा, एउटा वडामा एउटा डिलर राख्न मिल्छ कि मिल्दैन? त्यो सम्भव यस्तो डिलरको प्रक्रिया त मजाले दर्ता गर्न तपाईँहरूले प्रक्रिया अगाडि बढाएर काम गर्न मिल्छ, त्यसको छुट्टै प्रक्रिया छ होइन। मजाले म व्यापार गर्छु, म बिजनेस गर्छु भन्न त पाइहाल्यो नि, समस्या भएन। समयबाट कोठा लिएर बसेको व्यक्ति लेबर गर्ने मिस्त्रीहरूले ग्यास सक्यो भनेर डिलरमा गयो है, हिजोको कहानीमा। त्यही भएर मैले सबैलाई भने गइसकेपछि उसले पाएन, फर्केर आयो, दाउरा बाल्यो, तिनी बाँसका ठुटाठाटी पाल्यो, भात पकाएर खायो। त्यसको आधा घन्टा पौने घन्टा पछाडि त्यही डिलरको मान्छेले 5वटा ग्यास सिलिन्डर ल्याएर अर्को व्यक्तिको घरमा। यी डिलरहरूले पहिला के हल्ला बुझाइदिने, पहिलेदेखि यो ग्यास सर्टेज हुँदा छ है भनेर हल्ला बुझाइदिने। त्यस कारणले मान्छेले कस्तो भइदिएपछि ग्यास पाइन्न हो, पछि त समस्या हुन्छ नि। एउटो भएको मान्छेलाई पनि अलि एउटा भएर काम चल्ने 3 महिना चल्ने मान्छेलाई पनि मतलब हुन्न क्या, खाना पानी कि भने 6 महिना राख्नु पर्ने भयो कि। एउटो मान्छेले 6 महिनामा राख्ने क्रममा तर आधोपल्ली खाना नपाएर आधोले खाना नपाएको मान्छेको समस्या धेरै भयो त। किनकि डिलरहरू जुन चाहिँ नयाँ 2-4 लाख रुपियाँ कमाएर गाउँठाउँमा अलिकति धनी त्यस्ता डिलरहरूले चाहिँ के क्षमता फैलाइदिन्छ नि ग्यास अभाव छ है, ग्यास चाहिँ आन्न भनिदिन्छ, तर मान्छे के सिलिन्डर सबै किनिदिन्छ। ध्यानाकर्षण मात्रै गराउनु, हामी त अरू केही गर्नु पनि सक्दैनौँ। हाकिम साहब जस्तो अनुगमनमा जानुभयो, प्रशासनमा जानुभयो सुन्दा हामीलाई खुसी लाग्यो। हामीले भन्न खोजा नै त्यही थियो क्या, सिडिओ साहबसित जाने अनि उहाँसित अनुगमन हामी नै पनि हिँड्छौँ बरु, हामी पनि हिँड्छौँ भनेर हाकिमसँग त्यो भन्न आएको थियौँ। उहाँ नै जानु आएछ भने कुरा सुन्दा त हामीलाई खुसी लागिहाल्यो। तर यहाँ कस्तो भइरहेछ भने सबैभन्दा समस्या त पावर र पहुँचवालाले त पाइराख्नु भएको छ। कसैको घरमा 5वटा छ, 7वटा छ, हामीले सुनेका छौँ। तर त्यो जो मजदुर गरेर जो रोल्पा रुकुम सल्यानबाट विद्यार्थी भएर आउनु भएको छ नि, उहाँहरूले चाउचाउ खाएर बसिराख्नु पर्ने अवस्था छ। मलाई हिजो एकजना बहिनीले फोन गरेर भन्दै थिए, दाइ हामी ग्यास नपाएर 4 दिन भयो हामी चाउचाउ खाएर बसिरहेको छौँ, ग्यासको कोही व्यवस्थापन गरिदिनु पर्यो। यति अझै पनि पावर पोच अझै नेता म हुँ भनेर ल्याएर ग्यास राख्न मिल्ने, अनि जनताले चाहिँ गरिब दुखीले नपाउने अवस्था आयो भने हिजो पनि त आन्दोलन त्यही अनुसारले भएकै हो। त्यो चाहिँ सच्चिनुपर्छ भन्ने हामी लागिरहेछौँ, सबैले ठाउँमा सच्चाइ पनि रहेछौँ। त्यही भएर तपाईँबाट यस्तो कुरा नहोस् त। तर हाकिम साहब जानुभएको खुसी लाग्यो। तर यिनी विभिन्न जो डिलर छन् नि, मैले हिजो के सुने भने कालो बजारी एक ठाउँमा मैले के सुने भने तपाईँले मलाई 2300 रुपियाँ ल्याउनु न, म
म तपाईँलाई ग्यासको सिलिन्डर जति पनि दिन्छु, त्यो भन्नु भने त के हो भनेपछि उसित धेरै सिलिन्डर रहेछ नि, अनि त्यही भएर त 2300 मा बेच्छु भन्यो।